नमस्ते। आज फेरि अर्को अभ्यास 10.1.2 अन्तर्गतको ए स्क्वायर माइनस बी स्क्वायरको स्वरूपका अभिव्यञ्जकको खण्डीकरण भन्ने टपिकको अभ्यास गर्न आएका छौँ। अब सुरु गरौँ। यस अभ्यासमा ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला युज गर्नुपर्ने हुन्छ। त्यो भनेको ए माइनस बी ए प्लस बी हुन्छ। आउन सुरु गरौँ अभ्यास नै। 1 नम्बरको कमा छ एक्स स्क्वायर माइनस 4 स्क्वायर। त्यसको लागि चाहिँ हामीले पहिलो पद र दोस्रो पदमा भएको अभिव्यञ्जकलाई चाहिँ हामीले के गर्नु पर्यो, स्क्वायरमा बदल्नु पर्यो, वर्ग बनाउनु पर्यो। जस्तो एक्स स्क्वायर छ, 4 भनेको कतिको स्क्वायर, 2 को स्क्वायर। एक्स स्क्वायर माइनस 2 स्क्वायर भनेको एक्स माइनस 2 र एक्स प्लस 2 हुन जान्छ। त्यो चाहिँ फर्मुला हामीले माथि लेखेको छु, मैले त कलर गरेको छु। ए स्क्वायर माइनस बी स्क्वायर बराबर ए माइनस बी ए प्लस बी भन्ने फर्मुलामा व्यक्त गर्नु पर्यो। खमा पनि त्यस्तै हो, ए स्क्वायर माइनस 4b स्क्वायर छ, त्यसको लागि पहिला वर्ग बनाऊ। ए स्क्वायर अटोमेटिक छँदैछ। 4b भनेको 4 भनेको 2 को स्क्वायर हुन्छ, बी त्यसलाई चाहिँ एउटै ब्राकेटभित्र होल स्क्वायर गर्छौँ। अब ए स्क्वायर माइनस बी स्क्वायरको फर्म बन्यो र त्यो भनेको ए प्लस बी अर्थात् ए प्लस 2b ए माइनस 2b यसरी चाहिँ हामीले लेखौँ। गनमा पनि त्यस्तै हो, 9x स्क्वायर माइनस वाइ स्क्वायर छ। 9x भनेको 3x को स्क्वायर भयो, उतापट्टि वाइ स्क्वायर भयो, 3x माइनस वाइ 3x प्लस वाइ। घ नम्बरमा हेर्न सक्नुहुन्छ, त्यहाँ चाहिँ 5x स्क्वायर माइनस 20y स्क्वायर। 5 भनेको कुनै पनि वर्ग हुँदैन, त्यही भएर यहाँ चाहिँ हामीले वर्ग बनाउन सक्दैनौँ। त्यस कारण हामीले यहाँ सादा लिनुपर्ने हुन्छ। 5x स्क्वायर माइनस 20y स्क्वायरबाट 5 कमन लिँदा बाँकी रह्यो x स्क्वायर माइनस 4y स्क्वायर। अब त्यो भित्र रहेको त्यसलाई चाहिँ हामीले वर्ग बनायौँ, x स्क्वायर माइनस 2y को स्क्वायर। अब 5 लाई जस्ताको जस्तै सार्छौँ र x माइनस 2y x प्लस 2y लेख्छौँ। गमा पनि घको जस्तै। 6 नम्बरमा हेर्न सक्नुहुन्छ, 25 माइनस 1/9y स्क्वायर छ। 25 भनेको 5 को स्क्वायर र 1/9y स्क्वायर भनेको 9y स्क्वायर भनेको 3y को स्क्वायर हुन्छ। त्यसलाई होलमा राख्छौँ र ए माइनस बी ए स्क्वायर माइनस बी स्क्वायरको फर्म बन्यो त्यहाँ पनि। अब 5 माइनस 1/3y 5 प्लस 1/3y हुन गयो। 6 नम्बरमा पनि त्यस्तै 121 एक्स स्क्वायर माइनस 1/y स्क्वायर छ। त्यो भनेको 11x को स्क्वायर माइनस 1/y को स्क्वायर हुन्छ। त्यो भनेको 11x माइनस 1/y 11x प्लस 1/y हुन जान्छ। त्यसै गरी ज नम्बरमा हेर्नुहोस्, 2p स्क्वायर माइनस 50/q स्क्वायर छ। यहाँ पनि 2 को वर्ग बन्दैन, त्यही भएर 2 कमन ल्याउँ। 2 कमन लिँदा 2p स्क्वायर, 50बाट कमन 2 जाँदा 25 बाँकी रह्यो अपन q स्क्वायर। र त्यसलाई चाहिँ अब हामीले ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला राख्न सक्छौँ, पी स्क्वायर माइनस 5/q को होल स्क्वायर र ए माइनस ए स्क्वायर माइनस बी स्क्वायर बन्यो पी माइनस 5/q अनि पी प्लस 5/q। अगाडि 2 जस्ताको जस्तै लेख्ने हुन्छ। यसरी सक्यो। अब झ नम्बरको पनि जको जस्तै गरी गर्नु होला अथवा ङको जस्तै गरी गर्नु होला, त्यसै गरी गर्नुहुन्छ। अब अर्को नम्बरमा जान्छौँ हामी। अर्को नम्बरको यमा पनि यसअघिकै जस्तो नै छ, सेमै। ट नम्बरमा पनि ट नम्बरमा 15a स्क्वायर माइनस 60a स्क्वायर छ। यसमा पनि हामीले 15 लाई स्क्वायरमा बदल्न सक्दैनौँ, वर्गमा बदल्न सक्दैनौँ। त्यसलाई 15 कमन ल्याउँ। 15 कमन लिँदा 1/a स्क्वायर माइनस 4a स्क्वायर। अब 1 लाई त हामीले वर्गमा बदल्न सक्छौँ, त्यही भएर 1/a को होल स्क्वायर माइनस 4a स्क्वायर भनेको 2a को होल स्क्वायर भयो। 1/a माइनस 2a 1/a प्लस 2a हुन गयो। त्यसै गरी ठको पनि त्यसै गरी गर्नु होला। डमा हेर्नुहोस्, डमा चाहिँ अब हामीले त्यहाँ पनि 4 को स्क्वायर वर्ग त बनाउन सक्छौँ, तर एक्स क्यु बनाउन सक्दैनौँ, वाइ को पनि बनाउन सक्छौँ। त्यही भएर एक्स वाइ कमन लिएका छौँ। एक्स वाइ कमन लिँदा 4x स्क्वायर बाँकी रहन्छ र 81y स्क्वायर बाँकी रहन्छ। 4x स्क्वायर भनेको 2x को होल स्क्वायर हुन्छ। 81y स्क्वायर भनेको 9y को होल स्क्वायर हुन्छ। यसरी 2x माइनस 9y 2x प्लस 9y हुन गयो। ढ नम्बरको पनि त्यस्तै नै छ, सजिलै छ त्यो, त्यसमा मैले धेरै ध्यान दिनँ। अब अण नम्बरमा हेर्नुहोस्, यसमा चाहिँ एबी को क्यु माइनस 9aqb भन्ने छ। यसमा एबी कमन लियौँ। एबी कमन लिँदा ए स्क्वायर माइनस 9a स्क्वायर बाँकी रहन्छ र ए स्क्वायर भनेको ए को होल स्क्वायर माइनस 3a को स्क्वायर हुन्छ। 9a स्क्वायर भनेको र ए माइनस 3a र ए प्लस 3a हुन गयो। एबी चाहिँ बाहिरबाट लेखिन्छ। यसरी चाहिँ अण नम्बर पनि सकियो। त नम्बरमा हेर्न सक्नुहुन्छ, 49/121 एक्स स्क्वायर माइनस 64/9y स्क्वायर छ। यसमा पनि यो अपनमा हुँदा त्यस्तो तपाईँहरूले डराउनु पर्दैन अथवा तिर्नु पर्दैन। यो सेम अगाडिको जस्तै नै हो। 49 भनेको 7, 120
21 भनेको 11 को स्क्वायर हुन्छ त्यसलाई होलमा राखेर 7 अपन 11 x स्क्वायर गर्यौं यतापट्टि 8 अपन 3y को स्क्वायर गरौँ किनकि 8 को स्क्वायर त 64 हुन्छ त्यही भएर अब a स्क्वायर माइनस b स्क्वायर को फर्ममा आयो 7x अपन 11 माइनस 8y अपन 3 7x अपन 11 प्लस 8y अपन 3 भनेको त्यसै गरी नै सकिहाल्यो थ नम्बरमा हेर्नुस् zx स्क्वायर माइनस zy स्क्वायर छ यसमा z कमन लिदिनुस् सकिहाल्छ x स्क्वायर माइनस y स्क्वायर बाँकी रह्यो भित्र x प्लस y x माइनस y लेखेर नि सकिहाल्नुहुन्छ द नम्बरमा हेर्नुस् x प्लस 2 को होल स्क्वायर माइनस 4 यहाँ अलिकति फरक खालको क्वेशन छ त्यो पनि त्यही नै हो a स्क्वायर माइनस b स्क्वायर फर्ममा बनिहाल्यो त्यही भएर x अब x प्लस 2 भनेको चाहिँ a हुन गयो भने 2 भनेको b हुन गयो a प्लस a माइनस b भनेको ax प्लस 2 माइनस 2 a प्लस b भनेको x प्लस 2 प्लस 2 भयो त्यहाँ चाहिँ माइनस 2 प्लस 2 हुन गयो काट्यो र मागेर यतापट्टि जोड्न मिल्छ जोडियो त्यति नै हो ध नम्बरको 1 सही नै गरिसक्नु भएको छ त्यसै गरी गर्नु होला 9 नम्बर पनि अगाडि नै भइसकेको छ प नम्बरमा अलि फरक हो कि जस्तो देखिन्छ 3x माइनस y को होल स्क्वायर माइनस 12 छ यसमा चाहिँ 3 कमन लिदिनुस् 3 कमन लिने बित्तिकै x माइनस y स्क्वायर माइनस त्यहाँ चाहिँ 12 बाट 3 गएपछि 4 बाँकी रह्यो र x माइनस y को होल स्क्वायर माइनस 4 भनेको 2 को स्क्वायर भयो x माइनस 2y x माइनस y माइनस 2 x माइनस y प्लस 2 भनेको यसरी चाहिँ प नम्बरको पनि हामीले गर्न सक्यौं र फ नम्बरमा बाँकी छ फ नम्बरमा 9x माइनस 1 को होल स्क्वायर माइनस 16 x प्लस y को होल स्क्वायर यो पनि हामीले a अपन b को रूपमा व्यक्त गर्न सक्ने भएकोले हामीले गर्छौं 9 भनेको 3 x माइनस 1 को होल स्क्वायर एकै ठाउँमा राखेर स्क्वायर गर्छौं र 4 16 भनेको 4 x प्लस 2 को होल स्क्वायर हुन्छ र यसरी a माइनस b को फर्ममा भयो त्यही भएर यसरी गुणन गर्यौं तेस्रो स्टेपमा र तेस्रो स्टेपमा गुणन गरिसकेपछि त्यसलाई हामीले खोल्दियौं 3x गुणन गर्यौं 3 * 1 हो 3 माइनस 4 x गुणन गरेर माइनस 4x माइनस प्लस माइनस भयो 4 2 8 भयो 3x माइनस 3 4x प्लस 8 भयो त्यहाँ अब जोड्ने घटाउने गर्छौं उस्तै खालकोलाई 3x मा 4x माइनस 4x गर्दा माइनस x र माइनस 3 र माइनस 8 गर्दा माइनस 11 यतापट्टि 3x प्लस 4x 7 8 माइनस 3 गर्दा 5 भयो यसरी माइनस x माइनस 11 अथवा यतापट्टि चाहिँ 7x प्लस 5 र यो माइनस कमन लिइदिएको है तल्लो चाहिँ x प्लस 11 र 7x प्लस 5 हुन गयो अर्को नम्बरमा जाउँ 2 नम्बरमा चाहिँ क्वेशन छ क्वेशनले के भन्छ भन्दाखेरि दिएको चित्रमा छाया पारेको भागको क्षेत्रफल कति होला भनेको छ त्यो चित्र हेर्न सक्नुहुन्छ त्यहाँ भित्र एउटा सानो वर्ग छ र बाहिर ठुलो एउटा पुरा वर्ग भित्र र त्यो सानो वर्ग छ सानो वर्गको बाहिरी भागमा चाहिँ छाया पारेर देखेको छ त्यसको लागि चाहिँ हामीले ठुलो वर्गको लम्बाइ याल मानेर याल मानौँ त्यो एक्सियम छ वर्गको चाहिँ लम्बाइ मात्र लेख्दा हुन्छ किनकि त्यसको लम्बाइ वर्गको लम्बाइ चौडाइ नै बराबर हुने भएकोले एउटै लेख्छौँ ठुलो वर्गको क्षेत्रफल a1 बराबर वाट बाइ फर्मुला वर्गको क्षेत्रफल फर्मुला के हुन्छ याल स्क्वायर हुन्छ हामीले चाहिँ a1 भनेर मान्छौँ हिसाब गर्न सजिलो हुन्छ भनेर यालको मान x राख्यौँ र x स्क्वायर फर्मुला याल स्क्वायर फर्मुला अन्तर्गत x स्क्वायर हुन गयो र x स्क्वायर cm स्क्वायर हुन आयो अब अर्को भित्रपट्टि सानो वर्गको निकाल्छौँ सानो वर्गको लम्बाइ 3 cm छ र क्षेत्रफल बराबर वाट त्यही सोही अनुसार गरौँ क्षेत्रफल याल स्क्वायर भनेको 3 को स्क्वायर हुन आयो 9 हुन गयो अब हामीले चाहिँ छाया पारेको भागको क्षेत्रफल निकाल्न पर्यो छाया पारेको भागको क्षेत्रफल निकाल्न चाहिँ ठुलोबाट सानो बढाइदिनुस् त त्यो निस्किहाल्छ र a1 - a2 गर्दा x स्क्वायर - 9 हुन आयो x स्क्वायर - 9 स्क्वायरलाई हामीले a स्क्वायर - b स्क्वायरको फर्ममा लाँदा x स्क्वायर - 3 स्क्वायर हुन्छ त्यो भनेको x - 3 x + 3 cm स्क्वायर एन्सर यसरी चाहिँ क्षेत्रफल निस्कियो क्वेशन नम्बर 3 हेर्न सक्नुहुन्छ x मिटर लम्बाइ भएको वर्गाकार बगैँचाको बीचमा 6 मिटर किनारा भएको वर्गाकार चाहिँ अर्को पोखरी छ भने पोखरी बाहेकको बगैँचाको क्षेत्रफल कति होला भनेको छ यसमा क्वेशनको दिएको कुराहरू लेखौँ वर्गाकार बगैँचाको लम्बाइ x मिटर छ क्षेत्रफल बराबर a1 बराबर वाट मान्यौँ वाट गर्यौँ र बाइ फर्मुला वर्गाकार बगैँचाको क्षेत्रफल a1 बराबर याल स्क्वायर याल भनेको ठाउँमा x राख्दाखेरि x स्क्वायर भनिन्छ x स्क्वायर नै हुन आयो फेरि हामी वर्गाकार पोखरीको लम्बाइ निकाल्छौँ त्यो भनेको 6 मिटर छ क्षेत्रफल बराबर a स्क्वायर यसरी a2 भनेर मान्यौँ यसमा र बाइ फर्मुला गर्यौँ र वर्गाकार पोखरीको क्षेत्रफल a2 भनेको याल स्क्वायरै भयो याल भनेको ठाउँमा 6 राख्यौँ त्यो भनेको 36 आयो र पोखरी बाहेक बगैँचाको क्षेत्रफल भनेको हुनाले बगैँचाबाट पोखरीको घटाइदिन्छौँ हामीले बगैँचाको a1 र पोखरीको a2 थियो x स्क्वायर - 36 हुन आयो x स्क्वायर - 6 स्क्वायर यो भनेको a स्क्वायर - b स्क्वायर फर्ममा राखौँ त्यो भनेको x - 6 x + 6 मिटर स्क्वायर एन्सर हुन आयो चौथो नम्बरमा हेर्नुस् चित्र दिएको छ त्यहाँनेरि अब के सोधेको छ कमा भन्दा छाया पारेको भागको क्षेत्रफल कति होला भनेको छ वृत्तको क्षेत्रफल पाई r स्क्वायर हुन्छ पनि भनेको रहेछ
त्यो अनुसार हामीले क नम्बरमा त्यहाँ नि दुईवटा ब्रिज छ, एउटा बाहिरपट्टि ठुलो ब्रिज, एउटा भित्रपट्टि सानो ब्रिज र त्यो बिचमा सानो ब्रिजभन्दा बाहिरपट्टि चाहिँ छाया पारेको छ। मैले चाहिँ सानो ब्रिजको अर्धव्यास आर मान्यो, आर बराबर आरसिएमै छ। क्षेत्रफल A1 मान्यौँ हामीले यहाँ। ब्रिजको क्षेत्रफल A1 बराबर पाई आर स्क्वायर त्यही नै दिएछ। पाई अनि आरको ठाउँमा आरै राख्ने भयो र चाहिँ सिएमै हुन गयो। ठुलो ब्रिजको अर्धव्यास निकाल्यौँ। ठुलो ब्रिजको अर्धव्यास आर बराबर क्यापिटल आर छ। क्षेत्रफल A2 मान्यौँ। A2 बराबर A2 बराबर वाट। ब्रिजको क्षेत्रफल A2 बराबर पाई आर स्क्वायर सेम फर्मुला भयो। पाई अब आर भन्ने ठाउँमा क्यापिटल आर राख्छौँ, त्यो भनेको यहाँ पाई क्यापिटल आर स्क्वायर हुन गयो। अब छाया पारेको भएको क्षेत्रफल भनेको त्यो ठुलो ब्रिजबाट सानो ब्रिज घटाउँछौँ। ठुलो ब्रिजलाई A2 मानेका छौँ, सानो ब्रिजलाई A1 मानेका छौँ। अब A2 बाट A1 घटाउँदा पाई क्यापिटल आर स्क्वायर माइनस पाई स्मल आर स्क्वायर छ। पाई कमन लिँदैछौँ, क्यापिटल आर स्क्वायर माइनस आर स्क्वायर, त्यो भनेको आर क्यापिटल आर माइनस आर क्यापिटल आर प्लस आर सिएम स्क्वायर हुन गयो। ख नम्बरमा चाहिँ यदि चित्रमा क्यापिटल आर बराबर 15 सिएम र स्मल आर बराबर 3 सिएम भए छाया पारेको भएको क्षेत्रफल पत्ता लगाउनुहोस् भनेको छ। अहिले तपाईँले निकाल्नु भएको त्यही फर्म त्यो क्षेत्रफलमा राखिदिनुहोस्। यसरी राख्दा पाईको मान चाहिँ 22/7 हुन जान्छ। अनि क्यापिटल आर भनेको 5 - 3, 5 + 3 गर्दा 5 - 3 गर्दा 2, 5 + 3 गर्दा 8 आयो। 8 × 16 × 22 गर्दा 352/7 गर्दा 50.28 सिएम स्क्वायर हुन जान्छ। हस्, धन्यवाद। आज पनि हामीले 10.1.2 को अभ्यास हामीले सकेका छौँ र अन्य दिनमा पनि फेरि अर्को अभ्यास लिएर आउनेछौँ। त्यसको लागि यस च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोमा लाइक गरिदिनु होला र साथै सेयर पनि गरिदिनु होला। हस्, नमस्कार।